मैले केही समय अगाडि अघिल्लो सिजनमा लगभग 4 देखि 5 केजी मह चाहिँ हार्भेस्ट काटेको मौरी गाह्रो हो यो। तर अहिले यो मौरीले चाहिँ गृहत्याग गरिसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर मौरी एउटा पनि छैन। यो घार चाहिँ जापानिज प्रविधिको थियो, मैले कस्तो हुँदो रहेछ ट्राई गरौँ भनेर बनाएको हो। तर यो मौरीको लागि चाहिँ पारम्परिक तरिकाले बस्ने एकदम राम्रो हुनुपर्ने हो, तर यहाँ गृहत्याग गरेको छ र हजुरहरूलाई पनि केही जानकारी होस् भनेर मैले भिडियो बनाएको छु। यहाँ देख्न सक्नुहुन्छ मौरीको चाका कति राम्रो राम्रो छ। यहाँ यी फटाइहेर्दा पनि राम्रो देखिन्छ। यो सबभन्दा अन्तिमको हो, मैले उतान पारेको छु यसलाई। यसको माथिल्लो भाग तल छ भने तल्लो भाग चाहिँ माथि छ। अनि मौरी गृहत्याग गरेर गइसके पछाडि कस्तो हुँदो रहेछ त यो घारमा के छ यसको यहाँनिर गतिविधिहरू के गरेछ त मौरीले भनेर हेर्नको लागि चाहिँ यो भिडियो हजुरहरूलाई बनाएको छु, किनकि जानकारी होस् भनेर। मौरीले साँच्चै गृहत्याग गर्दाखेरि कस्तो हुँदो रहेछ यसको भित्र चाहिँ भित्री निरीक्षण गरौँ न त भनेर चाहिँ मैले यो जानकारीमूलक भिडियो बनाएको। यहाँ देख्न सक्नुहुन्छ मौरी छैन एउटा पनि, र यहाँ केही महको केही पर्सेन्टहरू केही महहरू चाहिँ छ यहाँ हैन। चाका राम्रो लागेको थियो। यहाँनिर मौरीको सङ्ख्या पनि धेरै राम्रो नै थियो। यहाँ देख्न सक्नुहुन्छ केही कुटहरू पनि छ। यहाँ यी लेखेर पहेँलो पहेँलो रातो रातो हैन, कुटहरू हो यो। मौरीको केही कुटहरू पनि छ यहाँनिर। र मौरी पालन गर्दाखेरि हामीलाई जति मौरी सम्बन्धी जिज्ञासाहरू आउँछ त्यो सबै मौरी पालन गरेर सिकेरै समाधान गर्नुपर्ने रहेछ क्या। किनकि मौरी पालन भनेको एउटा आर्ट रहेछ। जति पाल्दै गयो त्यो सम्बन्धी निरीक्षण गर्दै गयो, त्यो सम्बन्धी रिसर्च गर्दै गयो, त्यो सबै वान बाई वान थाहा हुँदै जाँदो रहेछ। त्यही भएर मैले चाहिँ मौरी पालनलाई चाहिँ एउटा आर्ट मानेको छु। किनकि मौरी जस्तो ठाउँमा र जहाँ पनि पाल्न सकिँदो रहेछ। हामीले मात्र यसलाई हेरचाह गर्नुपर्ने रहेछ। र मेरो यहाँ केही हेरचाह अलिकति नपुगेको कारणले गर्दाखेरि यो मौरी छुटेर या गृहत्याग गरेर गयो, छुटेर होइन गृहत्याग गरेर गयो। अनि यहाँ चाहिँ यो जापानिज प्रविधि घार हो, हजुरलाई मैले अघि नै भनिसकेँ। यहाँ मौरीको सङ्ख्या छैन र यहाँनिर बच्चाको सङ्ख्या के छ, महको सङ्ख्या के छ, अन्डा छ छैन भनेर हेर्दैछु अहिले चाहिँ म यहाँ के हुँदो रहेछ भन्दाखेरि। यो ठुलो चाका निकालेँ। यहाँ केही महहरू छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले, यहाँनिर केही महहरू छ। यो मह चाहिँ भर्खर मात्र सङ्कलन गरेको हो, 1-2 दिन अगाडि मात्रै हो। र मैले यहाँनिर मौरीको कुनै पनि बच्चाहरू देखिनँ, मौरीको कुनै पनि अन्डाहरू पनि छैन है, अहिलेसम्म देखिएको छैन है। यो चाका भाँच्नु पर्यो। अब यो चाकाबाट के छ हेर्नुपर्छ। 2 दिन अगाडि मौरी थियो, 2 दिन पछाडि हेर्दाखेरि यहाँ मौरी गृहत्याग गरेर भागिसकेको छ। गृहत्याग गरेर भाग्ने मौरीलाई फेरि म रोक्दिनँ, किनकि उनीहरूले गृहत्याग गर्छु भनेर निर्णय लिइसकेपछि त्यो गृहत्याग हुन्छ। किनकि हामीले नयाँ घारमा राख्यौँ भने पनि त्यो कुनै न कुनै दिन त्यसले गृहत्याग गर्छ नै। त्यसैले यिनीहरूको एउटा के हो भने यो सानो चाकामा चाहिँ अलि मह धेरै छ। यिनीहरूको के हुँदो रहेछ भन्दाखेरि यिनीहरूको वंशानुगत गुण हुँदो रहेछ कि कुनै समयमा मास्तिर जाने, कुनै समयमा तलतिर जाने, गृहत्याग गर्ने, हुल छुट्ने, निराश हुने, यस्तो चाहिँ यिनीहरूको वंशानुगत गुण रहेछ। यिनीहरू त्यसैले हामीले रोक्नु सकिँदैन रहेछ। 1-2 महिना रोकेर राखौँला, फेरि गइ नै हाल्छ यिनीहरू। त्यही भएर त्यो टाइम वेस्ट गर्नुभन्दा बरु गृहत्याग गर्ने मौरीलाई गृहत्यागै गर्नु दिनुपर्छ। जाओस्, रोकेर छेकेर काम छैन भनेर म चाहिँ त्यो रोक्दिनँ। र हुल निराश हुने मौरीलाई चाहिँ सकेसम्म राख्न सकिन्छ र केही समयसम्म त्यो पनि फेरि यिनीहरूको समय आएपछि यिनीहरू पनि हिँडिदिन्छन्। फेरि यिनीहरू गृहत्याग गर्नुको कारणहरू एउटा मात्रै हुँदैन रहेछ, धेरै हुँदो रहेछ। जस्तै खानाको कमी, अनि हामीले मह आवश्यकताभन्दा बढी काटिदिने, यिनीहरूलाई खाना नराख्ने गरी, र त्यहाँ यिनीहरूलाई डिस्टर्ब हुने अरिगालहरू भयो। त्यस पछाडि हरेक कुरा चिसो तातो, गर्मी चिसोमा चिसो हुने, यस्तो कुराहरू पनि धेरै फरक पर्दो रहेछ, धेरैले प्रभाव पार्दो रहेछ। यसमा धेरै राम्रो छ मह। ल हेर्नुहोस्, यो महमा यहाँ चाहिँ एकदम राम्रो छ। मौरीले गृहत्याग गर्नलाई तत्काल गर्दैन रहेछ। लगभग एउटा मौरी प्युपा अवस्थामा त्योबाट बाहिर निस्किनलाई लगभग
22-23 दिन लाग्छ करी मौरीलाई 22-23 दिन लाग्छ 22 दिन लाग्छ 21-22 दिन त्यो गृहत्याग गर्नु त्यो 22-23 दिनभन्दा अगाडि नै यिनीहरूले निर्णय गरेको हुँदो रहेछ कि नत्र यहाँ बच्चा हुनुपर्ने बच्चा छैन अनि अन्डा पनि पारेको छैन यहाँ अन्डा पनि देखिन अहिलेसम्म एउटा पनि मैले अन्डा पनि छैन अन्डा पनि रानीलाई अन्डा पार्न दिँदैन रहेछ अनि बच्चाहरू पनि सबै निकालेर हुर्कायो या तिनीहरूले टाउको त्यो पिउपा अवस्थामा रहेको पिउपा अवस्थामा त्यो टालेर राखेको सिल गरेर राखेको बच्चाहरूलाई तिनीहरूले कोट्याएर निकाल्न फाल्यो थाहा भएन कुनै कुनै घरमा चाहिँ त्यस्तो निकालेर राखेको पनि हुन्छ यिनीहरूले छिटो छिटो गृहत्याग गर्नको लागि तिनीहरूले त्यो सिल गरेको ठाउँमा चाहिँ पिउपा अवस्थामा रहेको बच्चाको यिनीहरूले त्यो निस्किनु नपाउँदै पहिले नै टाउकोमा त्यो टोकेर यिनीहरूले बाहिर निकालेर फालिसकेको हुँदो रहेछ हो यसै गरी चाहिँ यिनीहरूले गृहत्याग गर्दिने रहेछ यदि कुनै पनि घाएर खोलेर हेर्दाखेरि हामीले अन्डा पनि देखिनौँ अन्डा पनि भएको अन्डा पनि सुकेको हुन्छ कुनै सुकेको छ या त्यहाँ बच्चाहरूलाई टाउको टोकेको छ त्यो ढकनहरू यिनीहरू आफैले काटेर निकालेको छ टोकेर निकालेको छ भने त्यो घरमा के कारणले तिनीहरूले गृहत्याग गर्न लागिसकेको छ या त्यो घार छोड्दैछ है भन्ने कुरा बुझ्नुपर्छ हामीले हो यो कुरा थाहा भयो मलाई यहाँ यो ठुलो चाका हेरेको यहाँ पनि राम्रो मह छ ल हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ किनकि यो मह भनेको भर्खर मात्रै सङ्कलन गरेको यिनीहरूले 2-3 दिन अगाडि मात्रै सङ्कलन गरेको मह हो यो सिधै रस मात्रै छ यसलाई मह बनाइसकेको छैन किनकि प्रशोधन गरिसकेको छैन अब यो महलाई के गर्ने त यो चाकालाई भन्दाखेरि अब नयाँ घरमा राख्नलाई पनि काम लाग्छ मौरीको लागि बक्समा सेटिङ गर्न पनि र अर्को घरमा लगेर मौरीलाई नै खाना दिनुपर्छ यो किनकि यसो गरी राख्दाखेरि यहाँनिर यो घरमा मौरी आउँछ अनि पछि यसैमा बस्छ भनेर हामीले यो यत्तिकै छोडिदियौँ भने यहाँ मैन पुतली लाग्ने कमिला लाग्ने अरू मौरीहरू आएर झै झगडा गर्ने अनि यो नजिकै घरहरूमा गएर झगडा गर्ने यहाँ खाना आइसकेपछि अरू मौरीहरू यहाँ आउँछ र यहाँ सकेपछि अरू यी नजिकै भएको वरिपरि घरहरूमा पनि गएर यिनीहरू झगडा गर्छ त्यसैले यो निकालिदिनुपर्छ हामीले भन्न चाहिँ म चाहन्छु र यो चाहिँ एकदम अप्ठ्यारो भइरहेछ मलाई यो निकाल्न किनकि यो तलको हो फेदको अलिक गाह्रो भयो ल निस्क्यो ल हेर्नु कति राम्रो छ झ्याप्पै मह छ ल हेर्नु